धेरै ठुलो अर्थ छ। त्यो उज्यालो नेपाल पार्टी किन भन्यौँ हामी? उज्यालो नेपाल पार्टी भनेको बलेको चिम भनेको हामीले 3टा खम्बा भनेका छौँ। सुशासन, आज भ्रष्टाचारले थिलो भएको देशलाई सुशासन दिएर अगाडि बढ्नुपर्नेछ, भ्रष्टाचारको अन्त्य गर्नुपर्नेछ। यो हाम्रो एउटा खम्बा। यो सामाजिक न्याय, सबैलाई सहअस्तित्व, सबैलाई एउटा सहभागितामूलक देश सहभागितामूलक एउटा देशको रूपमा यो देशलाई अगाडि बढाउँ। सामाजिक न्यायको एउटा ठुलो खम्बा लिएर हामी अगाडि बढेका छौँ र त्यो 2टा खम्बालाई लिएर समृद्धि, नेपालको समृद्धि, नेपाललाई एउटा भविष्यमा एउटा यो संसारको एउटा समृद्ध देशको रूपमा चिनाउनको लागि उज्यालो नेपाल पार्टीले अगाडि कार्यक्रमहरू ल्याउनेछ र त्यो भिजन उज्यालो नेपाल पार्टीसँग छ। यो उज्यालो नेपाल पार्टीले यो देशलाई आर्थिक परिवर्तन, आर्थिक क्रान्ति, आर्थिक रूपान्तरणको बाटो हामीले ल्याउनेछौँ। आर्थिक रूपान्तरण बिना कुनै सिद्धान्त, आइडियोलोजीको कुरा गरेर मात्रै हुँदैन। विगत 70-75 वर्षसम्म 7 सालदेखि हेर्ने हो भने राजनीतिक परिवर्तन ठुल्ठुला भए, तर हरेक 10देखि 15 वर्षभित्रमा त्यो राजनीतिक परिवर्तनलाई फेरि परिवर्तन खोज्यो जनताले। किनभने आर्थिक परिवर्तन हुन सकेन, सुशासन कायम हुन सकेन, जनताले चाहेको जस्तो चाहिँ देशमा रोजगारी क्रिएट हुन सकेन, विदेशमा सबै नेपाली युवाहरू विदेशमा जानुपर्ने बाध्यता भयो। त्यो भएको हुनाले उज्यालो नेपाल पार्टीले लिएको सुशासनको बाटो र समृद्धिको बाटो नै हाम्रो प्रमुख सिद्धान्त हो, प्रमुख मुद्दा हो। र उज्यालो नेपाल पार्टीको चिमभित्र तपाईँले हेर्नुभयो भने चिम मात्रै होइन, त्यो बलेको चिम मात्रै होइन, त्यो भित्र हेर्नुहोस् त, त्यो भित्र एउटा आशाको यो सिम्बोल, यो होप क्रिएट गर्ने सिम्बोल छ त्यहाँ। त्यसले उज्यालो नेपाल पार्टीको त्यो चिमभित्रको त्यो होप, यो नेपालमा आशा जगाउनुपर्छ। यो देशतर्फ अगाडि यो पार्टी, यो अरू पार्टी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने आएको छ, त्यो पार्टीभन्दा धेरै अगाडि त्यो पार्टी धेरै तल पुग्ने अवस्थामा थियो। हामी यो पार्टीलाई समयमा स्थापना गर्न सकेनौँ। यो 3टा मन्त्रालय हामीले बाट डेलिभरी गरेका छौँ। त्यो डेलिभरी यो पार्टीको लागि एउटा घाटा पनि भयो, तर देशको लागि फाइदा भएको छ। देशको लागि फाइदा, देशको लागि काम गर्ने हो। तर यो डेलिभरीले अनन्तकालमा उज्यालो नेपाल पार्टी फेरि पनि उड्नेछ, फेरि 1 नम्बरमा पुग्नेछ, अगाडि बढ्दैछ। हामी सम्पूर्ण नेपाली जनतामा विश्वासका साथ उज्यालो नेपाल पार्टी अगाडि बढेको छ। अब देशैभरि सडक अलपत्र, पुलहरू अलपत्र, धेरै हाइड्रोपावर प्रोजेक्टहरू अलपत्र, धेरै समस्या थिए। हामी आएपछि 24 घण्टा जहाँ समस्या छ त्यहाँ तत्कालै समाधानको लागि हामीले कार्य गऱ्यौँ। काम नगर्ने निर्माण व्यवसायीहरूलाई हामीले कारबाही गर्न सुरु गऱ्यौँ, ठेक्का तोड्न सुरु गऱ्यौँ र ठाउँका ठाउँ कारबाही सुरु गऱ्यौँ। सुरु गरेपछि धेरै ठाउँमा काम सुरु भयो, काम अगाडि बढ्यो र करिब 250वटा सडक प्रक्रिया अगाडि बढायो। करिब 40-50 अरबको त हामीले ठेक्का मात्रै तोडेका छौँ, तोड्यौँ। कारबाही हुनुपर्छ, कारबाही नगर्ने अनि काम भएन भने कसरी हुन्छ? र मैले सुनिरहेको छु त्यसरी काम अगाडि बढेपछि यो काम पनि यो निर्माण व्यवसायले तदारुकताका साथ काम सुरु गरे। म आउन चाहिँ पाएको थिएन, काम सुरु गरे। हामीले निरन्तर भनिरहेका थियौँ काम सुरु गरे, तर मन्त्री गएपछि फेरि एकदमै स्लो डाउन गरेको भन्ने मैले सुनेको छु। खबरदार, अब काम गरेन भने भोलिदेखि हामी यो सरकार मात्रै होइन, हामी सडकबाट पनि तपाईँलाई चाहिँ कारबाही गर्न सुरु गर्नेछौँ। तत्काल काम सुरु गर्नुहोस्, नभए तपाईँहरूलाई जनताले कारबाही गर्छ। सरकारले कारबाही गरेन भने जनताले कारबाही गर्छ।
निर्माण व्यवसायहरूले तत्काल काम गर्नु होला र हामीलाई अब सरकारबाट गइहाल्यो अब चाहिँ कुरा चल्छ यो सबै कुरा भन्सुनमा चल्ने र सबै कुरा हाम्रै अनुसार चल्छ भन्ने नसोच्नु होला। फेरि पनि सरकारको नेतृत्व गरेर आउँदैछौँ, त्यसको लागि तपाईँहरू तयार भएर बस्नु होला। अब फेरि पनि त्यो भएन भने तपाईँहरूले काम अगाडि बढाउनु पनि फेरि पनि हामी कारबाही गर्नेछौँ, अगाडि बढाउनेछौँ। हामी कारबाही मात्रै भनेका छैनौँ, काम गर्नुहोस् भनेका छौँ। देशभरि म तराईतिर कन्काई पुल, बागमती पुल, कमला पुलमा गयौँ। त्यहाँ हेर्दाखेरि 15 वर्षसम्म पुलको ठेक्का पनि नतोड्ने, पुल पनि नबन्ने र ठेकदारको हत्तोपत्तो छैन। 10 मिनटमा वारपार हुने ठाउँमा 3 घन्टा लाएर घुमेर जानुपर्ने, सदरमुकामहरू जोडेको छैन। यस्तो अवस्थामा हामी निरीह भएर बसिरहेको अवस्था थियो। हामीले तत्काल ठाउँका ठाउँ कारबाही गऱ्यौँ। ठाउँका ठाउँ कारबाही गरिसकेपछि सबै काम अगाडि बढ्यो। अहिले तपाईँ कमला पुल भनेर तपाईँ सिराहातिर हेर्नुहोस्, हामी गएपछि पुल बनेको छ। सबै त्यहाँको प्रचारै अहिले पुलको प्रचार भइरहेको छ। एउटा पुल बन्नलाई यत्रो ठुलो समस्या हेर्नुहोस् त, देशैभरि समस्या। यो कार्यान्वयनको समस्या हो, डेलिभरीको समस्या हो, नेतृत्वको समस्या हो। यो देशमा हाम्रो सिद्धान्तको समस्या होइन, नेतृत्वको समस्या हो। नेतृत्व दिन जान्नु पर्यो, विश्वासिलो नेतृत्व हुनु पर्यो। जनताले विश्वास गरेको नेतृत्व स्थापित भयो भने देश विकास हुन धेरै समय लाग्दैन। यो देश विकास गर्नुपर्छ। यो देश विकास गर्नलाई हामीले छोटो समयमा विकास गर्न सक्छौँ। तपाईहरूले यदि यो 5 वर्षको लागि 5 वर्षमा हामीलाई एउटा अवसर दिनुभयो भने हामी यस्तो अवस्थामा पुर्याउनेछौँ। अब यो देश अर्को 5 वर्षको लागि तपाईँहरूले नै चलाउनुहोस्, तपाईँहरूले नै अगाडि बढाउनुहोस् भन्ने अवस्थामा हामी पुर्याउनेछौँ। यो अवस्था पुर्याउनलाई काम नर्जा, शेषमान तामाङ, पेमाम लालबहादुर तामाङ, बुद्ध तामाङ, दिलीप तामाङ, वीरबहादुर तामाङ, निमा तामाङ, अविश तामाङ, सानुकान्छा लामा, चक्रे तामाङ, सोनम तामाङ, राजु लामा, विशाल तामाङ, सरोज तामाङ, शिवकुमार तामाङ, सबिन तामाङ, सुभाष अधिकारी, अष्टमाया तामाङ, सीता तामाङ लामा, फुलबहादुर तामाङ, शकुन्तला तामाङ, विजय लामा, दिनेश उपाध्याय, लक्ष्मण तामाङ, ललित बहादुर मिजार, मनोज श्रेष्ठ, चरिमाया तामाङ, कृष्ण तामाङ, प्रेम लामा तामाङ, अमिन लामा, परिमाया तामाङ, माइला तामाङ अनि सुसाङ नेगेजी हुनुहुन्छ। र कोही साथीहरू इन्ट्रेस्टेड साथीहरू हुनुहुन्छ, इच्छुक साथी हाम्रो सोम लामाज्यूलाई पठाइदिनु हुन। सोम लामाज्यू तपाईँको क्याप खोल्नु पऱ्यो, अर्को क्याप लाउनु पऱ्यो। धनबहादुर तामाङज्यूलाई पनि अगाडि आइदिनु हुन अनुरोध गर्दछु। ल
टेक्निसियन मित्र हुन्छ भन्दै सभापति प्रताप भाइ प्रतापजी निमन्त्रणलाई स्वीकार गर्दै आउनुहुने हाम्रो उज्यालो नेपालको नायक कुलमान घिसिङज्यूलाई विशेष धन्यवाद र केन्द्रबाट पाल्नुहुने सम्पूर्ण नेताजीहरू र हाम्रो प्रदेशबाट सम्पूर्ण